सच्चिदानन्दरूपाय विश्वोत्पत्यादिये तवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। नारायण नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अब हामी यो दोस्रो चरणमा हामीले श्रीमद् भागवतको अध्ययनमा हामी अगाडि छौँ। अब हामी दशम स्कन्धको हामीले हिजो 23औं अध्यायमा हामीले यज्ञ पत्नीहरूमाथि कृपा गरेको र उनीहरू भगवान कृष्ण त्यसपछि यज्ञकर्ता ब्राह्मणहरू पनि पछि पछुताएको आदि इत्यादि कथाहरू हामी सुन्यौँ। अब इन्द्र यज्ञ निवारण, इन्द्रको यज्ञलाई भङ्ग गर्नुभएको के कारण रहेछ त्यो पनि हामी 24औं अध्याय हामी 24औं अध्यायमा हामीले अध्ययन गर्दैछौँ। शुक उवाच भगवानपि तत्रैव बलदेवेन संयुत अपश्यन्नि वसन् गोपा निद्रयाद कितोद्धमान्। सुखदेव भन्नुहुन्छ परीक्षित भगवान श्रीकृष्ण बलरामका साथ वृन्दावनमा रहेर अनेक प्रकारका लीलाहरू गरिरहनु भएको थियो। उहाँले एक दिन देख्नुभयो कि त्यहाँ सबै गोप इन्द्र यज्ञ गर्ने तयारी गरिरहेका छन्। तदभिज्ञोऽपि भगवान् सर्वात्मा सर्वदर्शन पश्रया वनतु पृच्छत् विद्वान् नन्दपुरोगमान्। भगवान श्रीकृष्ण सबका अन्तर्यामी र सर्वज्ञ हुनुहुन्छ। उहाँबाट कुनै कुरा लुक्दैन थियो, उहाँ सबै जान्नुहुन्थ्यो। फेरि पनि विनयपूर्वक उहाँले नन्द बाबा आदि बुढापाका गोपुरसित सोध्नुभयो, कथ्यतां मे पिता कोऽयं सम्भ्रमो व उपागत किं फलं कस्य चाद्यस्य केन वा साध्यते मख। पिताजी हजुरहरूको सामान्य यो कुन चाहिँ ठुलो कार्य, कुन चाहिँ उत्सव आइपुगेको छ, यो यसको फल के हो, कुन उद्देश्यले, कस्ता व्यक्ति कुन साधनहरूद्वारा यो यज्ञ गर्दछन्, पिताजी हजुर मलाई यो अवश्य बताउनुहोस् भनेर भगवानले नजाने जस्तो गरेर सोध्दै हुनुहुन्छ। यतद् ब्रूहि महान् कामो महं शुश्रूषवे पिता नहि गोप्यं हि साधूनां कीर्त्यं सर्वात्मा मनामिह। हजुर मेरो पिता हुनुहुन्छ र म हजुरको पुत्र, मलाई यी कुराहरू सुन्नका लागि प्रबल उत्कण्ठा छ। पिताजी जुन सन्त पुरुषहरू सबैलाई आफ्नो आत्मा मान्दछन्, अस्तेस्वर दृष्टि नाम मित्रो दास्तविदिशम उदिसिनो रविव्रज आत्मवत् सुहृदुच्यते। जसको दृष्टि आफ्ना र पराईको भेद छैन, जसको न कुनै मित्र छ न शत्रु तथा न उदासीन, तिनका लागि कुनै कुरा लुकाउन योग्य रहन्न। तैपनि यदि यस्तो स्थिति छैन भने रहस्यको कुरा शत्रुहरू झैँ उदासित पनि भन्नु हुँदैन। मित्रलाई त आफू समान नै मानिएको छ, यसैले उसित सबै कुरा लुकाइँदैन। ज्ञात्वा च कर्माणि जनु यमुन तिष्ठति विदुष कर्मसिद्ध स्यात् तथा नाविदुषो भवेत्। यो संसारी मनुष्य जानी नजानी अनेकौं प्रकारका कर्महरूको अनुष्ठान गर्दछ। तीमध्ये जानी बुझिकन गर्ने पुरुषहरूको कर्म जस्तो फल हुन्छ, त्यस्तो नबुझेर गर्नेलाई हुन्न। तत्र तावत् क्रिया भोगो भगवतं किं विचारित अथवा लौकिकस्तन्मे पृच्छत साधुमण्ड्यताम्। अत यति बेला हजुरहरू कुन क्रिया यो गर्न लागिरहनु भएको छ, यो सुहृदहरूका साथ विचारित शास्त्र सम्मत हो या केवल लौकिक हो, म यो सब जान्न चाहन्छु। हजुर कृपा गरी स्पष्ट रूपले बताउनुहोस्। अब नन्द बाबा भन्दै हुनुहुन्छ,
नन्द उवाच पर्जन्यो भगवान् निद्रु मेघतस्तस्या मूर्तय तेबि वर्षन्ति भूतानां प्रीणनं जीवनं पय। नन्द बाबाले भन्नुभयो, छोरा भगवान् इन्द्र वर्षा गर्ने मेघहरूका स्वामी हुनुहुन्छ। ती मेघ उनकै आफ्ना रूप हुन्। ती प्रशस्त प्राणीहरूलाई तृप्त गराउने एवं जीवनदान प्रदान गर्ने जल वर्षाउँछन्। तमतात बममन्ये च वार्मुचां पतिमीश्वरं दरवैस्तद्रे तसा सिद्धै यजन्ते कर्तुभिर्नरा। मेरो प्यारो पुत्र, हामी अरू व्यक्तिहरू पनि उनै मेघपति भगवान् इन्द्रको यज्ञद्वारा पूजा गर्ने गर्छौँ। जुन सामग्रीहरूले यज्ञ हुन्छ ती पनि उहाँले वर्षाउनु भएको शक्तिबाट जलबाट नै उत्पन्न हुन्छ। त्यक्षे शेण उपजीवन्ते त्रिवर्ग फलहि तवि पुंसा पुरुषकारणं पर्जन्ये फलवावन। उहाँको यज्ञ गरेपछि जे जति बाँकी रहन्छ त्यसै अन्नबाट हामी सबै मनुष्य अर्थ धर्म र काम रूपी त्रिवर्गको सिद्धिका लागि आफ्नो जीवन निर्वाह गर्दछौँ। मनुष्यहरूको खेती आदि प्रयत्नहरूको फल दिने इन्द्र नै हुन्। य एवं विसृजत धर्म परम्परयागतं नरः कामाल्लोभाद् भयाद् तेसात् सबै माप्नोति शोभनम्। यो धर्म हाम्रो कुल परम्परादेखि चल्दै आएको छ। जुन मनुष्य काम लोभ भय अथवा द्वेषवश यस्ता परम्परागत धर्मलाई छोड्छन् तिनको कहिल्यै कल्याण हुँदैन। शुक उवाच मनो निशम्य नन्दस्य तथान्येषां व्रजौकसाम् इन्द्राय मन्युजनयन् पितरं प्रभाकेशव। श्री सुखदेव भन्नुहुन्छ, परीक्षित ब्रह्मा शङ्कर आदिको पनि शासन गर्नुहुने केशव भगवानले नन्द बाबा र अरू ब्रजवासीहरूको कुरा सुनेर इन्द्रलाई चिडाउनका लागि आफ्ना पिता नन्द बाबासित भन्नुभयो। भगवान् उवाच कर्मणा जायते जन्तु कर्मणैव विलीयते सुखं दुःख भयं क्षेमं कर्मणैव विबध्यते। भगवानले भन्नुभयो, पिताजी, प्राणी आफ्नो कर्मअनुसार नै पैदा हुन्छ र कर्मले नै मर्दछ। उसलाई उसको कर्मअनुसारले सुख दुःख भएर कल्याणका निमित्तहरूको प्राप्ति हुन्छ। अस्ति चेत् दिशर क्वचित् फलरूप्यन्य कर्मणां कर्तारं भजते सोऽपि नया कर्तो प्रभु हिसा। यदि कर्महरूलाई नै सब थोक नमानेर त्यसबाट भिन्न जीवहरूको कर्मको फल दिने ईश्वर मानिने हो भने पनि उनी कर्म गर्नेलाई नै उनीहरूका कर्म अनुसार फल दिन सक्छन्। कर्म नगर्नेहरूप्रति त तिनको प्रभुता चल्न सक्दैन। किमेन्द्रियेण भूतानां स्वस्कर्मानुवर्तिताम् अनिशोषान्य यथा कर्तो स्वभाव विहितं निर्णाम। जब सबै प्राणी आफ्नो कर्महरूको नै फल भोगिरहेका छन् तब हामीलाई इन्द्रको के आवश्यकता छ? पिताजी, जब उनी पूर्व संस्कार अनुरूप प्राप्त हुने मनुष्यहरूका कर्मलाई बदल्न सक्दैनन् तब उनीसँग के प्रयोजन भनेर भन्दै हुनुहुन्छ भगवानले। स्वभावं तत्रोहि जन स्वभावमनुवर्तते स्वभावस्थमिदं सर्वं देववासुरमानुष। मनुष्य आफ्नो स्वभाव पूर्व संस्कारको अधीनमा छ, ऊ त्यसैको अनुसरण गर्दछ। यहाँसम्म कि देवता असुर मनुष्य आदिका लागि भएको यो सारा जगत स्वभावमा नै स्थित छ। देहानुच्चवचन जन्तु प्राप्यो सृजति कर्मणा शत्रुमित्र सुदासेन कर्मैव गुरुरीश्वर। जीव आफ्नो कर्मानुसार उत्तम र अधम शरीरहरूलाई ग्रहण गर्दछ र छाड्दै रहन्छ। आफ्ना कर्महरूको
अनुसार नै यो शत्रु हो, यो मित्र हो, यो उदासीन हो, यस्तो व्यवहार गर्दछ। कहाँसम्म भनौँ, कर्म नै गुरु हो र कर्म नै ईश्वर। तस्मात् सम्पूजयेत् कर्म शोभावस्त सुकर्म कृत अंजसा येन वर्तेन तदेव हि वस्य हि दैवतम्। यसैले पिताजी मनुष्यको कर्तव्य हो कि पूर्व संस्कारहरूका अनुसार आफ्नो वर्ण तथा आश्रमको अनुकूल धर्महरूको पालन गर्दै कर्मको नै आदर गरोस्। जसद्वारा मनुष्यको जीविका सुगमतापूर्वक चल्दछ, त्यही उसको इष्टदेव हुन्छ। आजीवैकतरं भावं यस्त्वन्ये मुपजीवति न तस्मात् विदन्ति क्षेमं जार नार्य सती यथा। जसरी आफ्नो विवाह हित पतिलाई छोडेर जार पतिको सेवन गर्न व्यभिचारिणी स्त्री कहिल्यै शान्ति लाभ गर्न पाउँदिन, त्यसरी नै जुन मनुष्य आफ्नो आजीविका चलाउने एउटा देवतालाई छोडेर अन्य देवताको उपासना गर्छ, त्यसबाट तिनलाई कहिल्यै सुख मिल्दैन। पर्वेत ब्रह्मणा विप्रु राजन्यो रक्षया भुवा वैश्यस्तु वार्तया जीवेत क्षुद्रस्तु द्विजसेवया। ब्रह्माण्ड देवताहरूको अध्यापनबाट, क्षत्रिय पृथ्वी पालनबाट, वैश्य वार्ता वृत्ति व्यापारबाट, शूद्र ब्राह्मण क्षत्रिय वैश्यहरूको सेवाबाट आफ्नो जीविका चलाउन्। कृषि वाणिज्यको रक्षा कुशित तुर्यमुच्यते वार्ता चतुर्विधि तत्र वयं गोवृतयोनिसम्। वैश्यहरूले वार्तावृत्ति 4 थरीका हुन्छन्। कृषि वाणिज्य, गोरक्षा र ब्याज लिनु। उनीहरू उक्त 4 मध्ये एउटा केवल गोपाल नै सदादेखि गर्दै आइरहेका छौँ। सत्वं रजस्तम इति स्थिपुत्यन्त हे तव। सत्वं रजस्तम इति स्थित्युपत्यन्त हे तव। रजोस्पद्येति विश्वमन्यन्यं विधिवं जगत्। पिताजी, यस संसारको स्थिति, उत्पत्ति र अन्तको कारण क्रमशः सत्वगुण, रजोगुण, तमोगुण नै हो। यी विविध प्रकारका सम्पूर्ण जगत स्त्री पुरुषका संयोगले रजोगुणद्वारा उत्पन्न हुन्छन्। रजसा चोदिता मेघा वर्षन्त्या मुनिप सर्वत परजारस्तरैव सिद्ध्यन्ति महेन्द्र किं करिष्यति। त्यस्तै रजगुणको प्रेरणाले मेघालय जताततै जल वर्षाउँछन्। यसबाट अन्न र अन्नादि नै सबै जीवहरूको जीविका चल्छ। यसमा भलै इन्द्रसित के लिनु दिनु छ भनी भलै के गर्न सक्छन्। न कुरु जनपदा न ग्राम न गृहा वयं नित्यं वनौ कसस्तात मनशैल निवासिन। पिताजी, न त हाम्रो साथमा कुनै देशको राज्य छ तथा न त ठुला ठुला नगर नै हाम्रो अधीनमा छ। हामीसित गाउँ वा घर पनि छैन। हामी त सदाका वनवासी हौँ। वन र पहाड नै हाम्रा घर हुन्। तस्मात् गवां ब्रह्माणाना मद्रिश्चाव्यतां मख य इन्द्र यागसंभारस तैरयं साध्यतां मख। यसैले हामीहरू गाईहरू, ब्रह्माणहरू र गिरिराजको यजन गर्नका लागि तयारी गरौँ। इन्द्रका लागि जुन सामग्रीहरू जम्मा गरिएका छन् यसैबाट यस यज्ञको अनुष्ठान हुन दिउँ। पञ्चेतां विविधा पाका सुपान्ता पायसादय सम्या बापुपुसस्कुल्य सर्वदोहश्च गृहतम्। अनेकौं प्रकारका मिष्टान्न, खीर, हलुवा, पुवा, पुरी आदिदेखि लिएर मुखको दालसम्म बनाउनु पर्छ। वर्जका सारा दुध जम्मा पारियोस्। उयन्ता मनज्ञे सम्यक ब्रह्माण्डै ब्रह्मवादिति
अन्यम बहुविधिम तेभ्यो देयम वो धेनु दक्षिणा। वेदभावी ब्राह्मणद्वारा राम्ररी हवन गराई उनीहरूलाई अनेकौं प्रकारका अन्न गाईहरू र दक्षिणाहरू दिइयोस्। अन्य वेश्चास बचण्डाल पतिभ्यो यथार्हत एवसं च गदा दत्वा गृह्य दयताम्बली। अरू पनि चण्डाल पति तथा कुकुरहरूसम्मलाई यथायोग्य वस्तुहरू दिएर गाईहरूलाई चारा दियोस् र फेरि गिरिराजलाई भोग लगाइयोस्। सलङ्कृत भक्तुवन्त सोनु लिप्ता सुभासस प्रदक्षिणं च कुरुत गोवी प्राण लव पर्वतान्। यसपछि प्रशस्त प्रसाद खानपिन गरी राम्रा राम्रा वस्त्र पहिरेर गहनाहरूले सजाउ भई चन्दन लगाएर गाई ब्रह्माण्ड अग्नि आदि गिरिराज गोवर्धनको प्रदक्षिणा गरौँ। एतन् मम मतं तात क्रियतां यदि रोचते अयं गोब्रह्मणाणिन्द्रिणं मह्यं च ददितो मख। पिताजी, मेरो त यस्तै सम्मति विचार छ, यदि हजुरलाई मनपर्छ भने यस्तै गर्नुहोस्। यस्तो यज्ञ गाई ब्रह्माण्ड र गिरिराजलाई त प्रिय हुन्छ, म यसैलाई पनि अत्यन्त प्रिय हुनेछ, मलाई पनि अत्यन्त प्रिय हुनेछ। श्री शुक उवाच कमलात्मना भगवता शक्रदर्प जिघांसता प्रोक्तं निशम्य न दद्य साध्वगृहन्त तद्दच। सुखदेव भन्नुहुन्छ, परीक्षित, कलात्मा भगवानको इच्छा इन्द्रको घमण्डलाई धुलो पिठो पारिदिनु। नन्द बाबा आदि गोपहरूले उहाँको कुरा सुनेर बडो प्रसन्नतापूर्वक स्वीकार गरे। तथा च व्यदुद सर्व यथा मधुसूदन वाचयित्वा स्वस्तेयनं तद्र द्रवेण गिरिदुजान। भगवान श्रीकृष्णले जसरी यज्ञ गर्नका लागि भन्नुभएको थियो त्यसै गरी नै उनीहरूले यज्ञ प्रारम्भ गरे। पहिला ब्राह्मणहरूबाट उपहृत बलिन सर्वा नाद्रेता एवसं गवाम गोधनानि पुरस्कृत गिरिचक्रु प्रदक्षिणम। पहिला ब्राह्मणहरूबाट स्वस्ति वाचन गराए, त्यसै सामग्रीले गिरिराज ब्राह्मणहरूको सादर पूजा गरे तथा गाईहरूलाई हरिया हरिया घाँस खुवाए। त्यसपछि नन्द बाबा आदि गोपहरूले गाईहरूलाई अगाडि लगाई गिरिराजको प्रदक्षिणा गरे। अनस्येन दुड्यतानि ते चारु या सोलंकृता गोप्यश्च कृष्णवीर्याणि गयन्ते दिजाशिषा। ब्राह्मणहरूको आशीर्वाद प्राप्त गरी उनीहरू तथा गोपिनीहरू राम्ररी श्रृङ्गार गरी तथा गोरुहरूद्वारा जोतिएका गाडाहरूमाथि सवार भएर भगवान श्रीकृष्णका लीलाहरूको गान गर्दै गिरिराजको परिक्रमा गर्न लागे। कृष्णस्वत्यतमं रूपं गोपविश्रवणं गता शैलोस्मित ब्रुवन् भूरि बलिमद्द बृहदुपो। भगवान श्रीकृष्ण गोपहरूलाई विश्वास दिलाउनको लागि गिरिराजको माथि एउटा अर्को विशाल शरीर धारण गरी प्रकट हुनुभयो तथा म गिरिराज हुँ यस प्रकार भन्दै सारा सामग्री ग्रहण गर्न लाग्नुभयो। तस्मै ननु वज्रजनै सह चक्रेत मनात्मने अहुपास्येत शैलोस्यौ रूपिणो ग्रहं व्यदात्। भगवान श्रीकृष्णले आफ्नो त्यस रूपलाई अरू ब्रजवासीहरूका साथ आफैले पनि प्रणाम गर्नुभयो र भन्न लाग्नुभयो, हरे कस्तो आश्चर्य छ, गिरिराजले साक्षात् प्रकट भएर हामीमाथि कृपा गर्नुभएको छ। यसो बजानतो मर्त्यान् कामरूपे बनौकस यति याम्मै नमस्याम शर्मणे आत्मनो गवाम। यिनले चाहेमा
जस्तो पनि रूप धारण गर्न सक्छन्। जो वनवासी यिनको आदर गर्छन् तिनलाई ते नष्ट गरिदिन्छन्। आफ्नो तथा गाईहरूको कल्याणका निम्ति यी गिरिराजलाई हामी नमस्कार गरौँ। इत्याद्रि गुजी बीज मखम वासुदेव प्रणोदिता यथा विधाय यते गोपा सहकृत्य व्रजम ययु। इस प्रकार भगवान श्री कृष्ण प्रेरणाले नन्द बाबा तथा बुढापाका गोपहरूले गिरिराज गाई तथा ब्राह्मणहरूको विधिपूर्वक पूजा गरे तथा पुनः श्रीकृष्णका साथै सबै ब्रजमा फर्किए भन्नेसम्मको कथा यस अध्यायबाट। इति श्रीमद्भागवते महापुराणे परमहंस संहितायां दशम स्कन्धे पूर्वार्धे चतुर्विंशो अध्याय समाप्तः। यसरी इन्द्रले घमण्ड गरेर सबै आफूलाई गर्न लगाएको पूजा गर्न लागेको उसमा भगवानले यो प्रकृतिको पूजा गर्नुपर्छ, गाईको पूजा गर्नुपर्छ, पृथ्वीको पूजा गर्नुपर्छ, तिनको बिना पूजा गर्ने उनी त स्वाभाविक प्रक्रिया हो भनेर उनले भगवानले यसरी नन्द बाबा लगायत गोपहरूलाई यसरी पूजा गर्न लगाउनु भएसम्मको कथा हामीले सुन्यौँ। अब भोलि पञ्चविंशो अध्याय गोवर्धनको धारण गर्नुभएको उहाँले के छ। अब इन्द्र रिसाएर त्यसमा पानी पर डुबान गरेको भन्ने छ नि, त्यो कथा भोलि आउँछ, झन् रोमाञ्चकारी छ। ओम पूर्णमदं पूर्णमिदं पूर्णस्य पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति शान्ति शान्तिः। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति शान्तिः।